Biru-biru misto mito है last time itu क्या मीठो छ भने मौसम अनुसारको ठिक छ पक्का पऱ्यो कति लान्छ नस्क्याम क्या यहाँ त मार पनि लाग्छ लाइक सबै के थाहा भर्खर लाइक हेलो वेलकम टु माई सौरभ ब्लग भर्खरै आएँ कपडा सपडा चेन्ज गरेँ अफिसबाट कपडा सपडा चेन्ज गरेँ अब अनि कपडा सपडा चेन्ज गरेर एकछिन ल्यापटपमा काम थियो हल्का फुल्का काम भ्याएँ अनि त्यसपछि घरमा कोही पनि छैन मम्मी क्लिनिक हुनुहुन्छ ड्याडी पनि क्लिनिक अनि अब चाहिँ के गरौँ लास्टै अल्छी लाग्यो अनि अब साथीलाई बोलाएको छु साथी आयो भने यसो घुम्न निस्किनु मलाई चिया गफ मलाई फेरि यो चस्मा नलागिकन फेरि हुँदै हुन्न कि त्यस्तो आँखा कमजोर त होइन तर त्यो हुन्छ नि बाहिरको त्यो धुवा धुलोले चाहिँ आँखा एकदम रातो बनाउँछ कि एकदम एलर्जी टाइपको बनाउँछ नि त्यो चस्मा लाउनुपर्छ नत्र आँखा त एकदम फिट एन्ड फाइन छ नि मेरो अब साथी कति बजी आउँछ भन्दै थियो अब 5:30 5:45मा आउँछु भन्दै थियो अब त्यो भनेर त्यसपछि म निस्किने हो हिजोको भिडियोमा चाहिँ हल्का नोइजी आवाज आएर आज चाहिँ सानोतिनो भए पनि माइक ल्याएर आएको छु डे 2 अफ ब्लगमा आवाज कस्तो आउँछ कमेन्ट गर्न चाहिँ नभुल्नु होला सानोतिनो माइक हो दराजबाट मगाएको के हेर्नु के 9 वायरलेस माउस रहेछ हेर यसको भोइस कस्तो आउँछ अब सानो युट्युबर हल्का क्वालिटी दिन खोजिरहेको छु सपोर्ट चाहिँ गर्नु होला त्यसपछि म निस्किने हो निस्किने भन्दा अगाडि अन्त खाजा खाएको 2 बजेतिर तर कस्तो कस्तो भोक भोक लाग्यो जस्तो लाग्छ कि फ्रिजमा केही छ कि जस्तो लाग्छ फ्रिजमा केही होला र केही छैन जस्तो छ त्यही पनि सब छ केही छैन फ्रिजमा केही छैन ल्याएर राख्नु पर्ला आज फ्रिजमा फ्रिज भर्नु पर्यो अन्त मैले ल्याएपछि हो नत्र अरूले कसैले ल्याउँदैन फेरि यस्तो हुन्छ कि अब मलाई धेरै चिज खान मन लाग्छ नि त त्यही भएर म ल्याएर राख्छु अब धेरै भयो कि 1 महिनाभन्दा बढी भइसक्यो मैले केही नि ल्याएको छैन यसो मम्मीले कहिले ल्याउनु भन्दै थिएँ मासु टमाटर स्याउ केरा हुन्छ आज त्यो पनि चाहिन्छ आज ल्याएर चाहिँ राख्नुपर्छ अब कोही छैन घरमा झाडी लाउनु पर्यो पानी पर्ला जस्तो भएको छ बाहिर ढोका लाउनु पर्यो साथी गणेश चोक आउँछु भन्दैछ गणेश चोक जानु पर्यो मेरो स्कुटर मैले आज चलाउँदैन चाबी कहाँ छ चाबी कहाँ राख्छु चाबीले पनि तनाव दिन्छ कि चाबी यहाँ हातमा चलाइरहेको हुन्छ तर थाहा हुन्न कि चाबी भनेपछि सबै चाबी साबी लाएँ फेरि यहाँ पनि चाबी लगाउनु छ कि यहाँ चाबी लगाएर अनि निस्किन्छु ल बाटोमा छु अब साथीले गणेश चोक आइज भनेको छ गणेश चोक गएर चिया गफ हान्नु पऱ्यो कि अफिसदेखि घर अलिकति आफूलाई पनि टाइम दिन नसकेको जस्तो लागेर आज बाहिर निस्किन लाग्यो मौसम पनि आज प्रिटी क्लाउडी छ हावा उडिरहेको छ र म अब साथीसँग भेटेपछि
आलुको के खाने है दिपु के खाने भन्छ भिमो मेन्यू भरै मिल्छ जे मगाए नि मगाउन के खाने त 4 million people died and almost nobody knows why in 19 अब यस्तो हो त आलुचप खाउँ है आलुचप 5-5 वटा 5 वटा खाइन्छ 5 वटा चावडा मगाउनु बरु अरू के खाउँला त अहिले चावडा आलुचप अनि स्पेसल चिया स्पेसल चिया भनेको चिया नै यहीँको चिया त होला त रेगुलर चिया हो क्या रेगुलर चिया In 1931, China's rivers broke and China's rivers broke. One, China's rivers. ल खाए तैँले डेली ब्लगै हेरेको होइन त्यस्तो हुँदैन नि त डेली चियाबारी नहीं एमडीएम छैन भनेको नयाँ मलाई कसले भनेको नयाँ यहाँबाट निस्किसक्यो अब कहाँ जाने हो ल चल चल हाम्रो आशिष पनि त उहाँ हो कि के अरे ल कलेज के उहाँ पढेको त
ल फाइनली गएर घुमेर पनि आइयो अब